कहाँ है तर बवाल ठाउँमा है दिउँसो भएर चाहिँ यही त हो होला है हामीले होइन यता गएको होइन या यता हो वरिपरिको भ्यू देख्न सकिन्छ हामीले त बाहिरको आवाज आउने हुन्छ भुइँमा बस्ने जे ल्याएको छ यता अगाडि छ एउटा पाँडेले बोक्दैछ त एउटा पाँडेले ओइ गुगी चाहिँ क्या हो ओइ वरिपरि हातै उ भएछ यार मेरो ल यतिकै मिलाउँछ छोड ओ एकछिन माथि नउच अहिले कति बज्यो भने हाम्रो होइन 7-5 भइसकेको छ यसरी केटाहरूले बनाइसकेको छ भने वो झोल मात्र नगर आधा आधा त्यो फेरि कुर्मिया नै हो क्याम्पिङ यस्तो हुँदैछ कुकुरले धरि साथ दिइरहेको छ या आम्मा तैँले खाना पाइसकेस् तैँले अहिले चुटेल जस्तो ल आज चाहिँ हामी साथीभाइ कोट डाँडा क्याम्पिङको लागि जान लागिरहेको छौँ भने अगाडि केटाहरू सामान किन्नलाई चाहिँ गइरहेको छ मेरो केटाहरू छ गिटारिस्ट दर्जी भाइ सुरुमा चाहिँ साथी घर यो भित्र चाहिँ त्यसै गरी सामानहरू के हो भाइ के जुत्ने भाइ आइज नि भाइ किन जुत्ने भाइ खुलाकुमा आइज यत्रो यहाँ भाइ मादल छ डोर छ ल मलाई चाहिँ के हो हुँदैन त्यस्तो हुँदैन भेट्ने भनेको हो कि अहिले एउटा मादल मात्र बोकेर चाहिँ के जान्छ ल तँ चाहिँ के बोकिस् तैँले झोला मात्र झोला देखिनस् हुँदैन ओ नबोकाइ मलाई रहेको छ है गाइज हामी चाहिँ कोट डाँडामा क्याम्पिङ गर्नको लागि चाहिँ गइरहेको छौँ आज के कस्तो हुन्छ तपाईँहरूले भिडियोमा देखाउनेछु र यहाँ छ एउटा बाबु के हो किन 2 मिटर अगाडि है प्राइभेसी इज प्राइभेसी ब्रो यहाँभित्र मासु छ हेर्ने हो त प्राइभेटै रहेछ कम क्लोजर कति केजी 1000 रुपियाँको मासु है डोन्ट के भन्छ इङ्ग्लिसमा लाइनहरू मात्र एसी सकिसक्यो अब इङ्ग्लिस बोलेर के अब फेरि 11-12मा सिकेर 12 फाइनलमा हामी झर्ने क्रममा हाम्रो दाइ यहाँ हुनुहुन्छ भने होइन हाम्रो केटाहरू भर्खर धरेर चाहिँ यता बसेको छ भने आजको भ्यू तपाईँहरूलाई हुन्छ तपाईँहरूलाई यो ह्यापीको हाम्रो केटाहरू चाहिँ त्यहाँ छलफल गरिरहेको छ पुरै त्यहाँ केटाहरूको होइन पारी पुरै बबाल देख्छ क्या सहर के छ है पैसा नहुने कुरो हुन्छ मैले मात्र 1000 हालेपछि हुँदैन पैसा समझ रहे हो यहाँ यस्तो छ यस्तो गाह्रो बाटो रहेको छ हेर्नुहोस् यहाँबाट गुल्ट्यो भने सिधै उता तलतिर खोलामा ओए त्यस्तो नभन्नु यहाँ यो अगाडि छन् हाम्रो टोलीहरू टोली त के भन्नु अब यिनीहरूलाई भरिया भन्दै राम्रो सुहाउँछ पाली पालो बोकौँ क्या बिस्तार We are going to कुन ठाउँ रे? कोट डाँडा यो हिँड्नु ल
दाइको यहाँ काखी मुनिको भुत्लाहरू नि देखा तेरो काखीको भुत्ला चाहिँ कसले देखाउँछ भाइ यही हो ओए हामी कहाँ आयो तल बबल ठाउँमा है दिउँसो भएर चाहिँ यही त हो होला है हामीले होइन यता गएको होइन या यता हो वरिपरिको भ्यू देख्न सकिन्छ हामीले यस्तो रहेको छ भने होइन माथि अगाडि केटाहरू पुरै घरे आउँछ भिडियो बनाए राजन अहिले भ्लग यसरी सुरु हुन्छ होइन त्यहाँ माथि पुगेछ त मलाई बेलुका त झन् त्यो मलाई मनचरी जस्तो बबाल here we go मनचरीको चाहिँ हेरेको ओए मुला ठाउँ त बबल छ अगाडि त्यो टेन्टको चाहिँ उचाइ व्यवस्था गर्नुपर्ने हुन्छ हाम्रो होइन अहिले बनाउने नि त्यो माथि कता हो के साइड हो के डाँडा अझै त्योभन्दा माथि जाने आज हामी अनि कम्ती जानुपर्छ ओए बबाल 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 खडा है खडा ओए हिँड्मा न तेरो दाइलाई थाहा छ तर हामी धेरै चाँडो आइपुग्यो पहिरो आएको ठाउँ भन्दा माथि हो हेलो राजन व्हाट्सअप व्हाट्सअप ब्रो नथिङ छ आजको एक्सपिरियन्स कस्तो लाग्यो केटाहरूलाई अब भाइ तेरो दाइ सिधै ब्रिटिस लाउरेमा भर्ती हो हो तेरो लुगाले बताइसक्यो भाइ लुगाले होइन यहाँ भारी हेर्न भारी मुङ्ला भारीले नि बतायो तेरो टोपीले नि बतायो त्यस्तै हो जुत्ताले नि बतायो उसको। ल ल बजाउँदा हुन्छ बजाउँदा हुन्छ कपिराइट लाग्छ हो न कहाँ अरूको म्युजिक युज गर्नै मिल्दैन होइन अब वै अब वहीँ गएर हान्दिउँ क्या यस्तो छ यताको view। खाना त मैले खाएन नि भन्नु पर्दा त हामी चाहिँ आफ्नो डेस्टिनेसन चाहिँ पुगिसकेको छौँ है यता चाहिँ पुरै जङ्गल बबाल जङ्गल हो क्या तर यत्रो गाउँमा त धारा त होला त केटा हो हाम्रो मादल चाहिँ खतरा बजाउने मान्छे तर खोइ मलाई भन्दा त आएको जस्तो त लाग्दैन केटाहरूले खतरै भन्छन् साइकल त खत्रै मजाउँछ भरिया चाहिँ यही हो भरिया भरिया व्हाट्सअप सारा उही मलाई भिख मागे जस्तो बोकिरहेको छु अस्ति राजनले भ्यागुत्ता उठाइछ नि मलाई खै ओ भाइ मलाई त अस्ति डर लागेको छ त्यो देखेपछि राति उल्टी हाने हात काटेको छ हाम्रो चाहिँ दोस्रो पटक हो कि होइन दोस्रो पटक चाहिँ रहेको छ विशाल एकजना अझै आउने भनेको छ तर त्यसले झुट बोले जस्तो लागेको छ होइन यस ब्रो व्हाट्सअप कुन देशबाट बिचौलिया बनेर आएको पाहाडे हो क्या जान्छ ल लोग कहाँ से आते हैं दाउरा दौरा त अब दौरा पाउँछ उयो भाँच यो भाँची नि बबालै हुनु ओए मलाई भरिया जस्तो देख्यो यो बोक त केटा हो यो बोक मलाई भरिया जस्तो देख्यो चितुवा आयो भने चितुवा पड्काउने हो केटा अब त हग्न जाने नि 4-5 जना बडीगार्ड लिएर जानुपर्छ यार ओए हाम्रो जक्सनहरूले ल्याएर रहेछ भने त तनाव हुन्छ त अर्कै जक्सन जानुपर्छ फेरि क्याम्पिङ गर्नु ठाउँ के छ आज आएर कस्तो लागेछ औडा रे घर जा भाइ घर जा त सिधै घर जा भाइ औडा लागेको हाम्रो डेस्टिनेसनै प्याक भएछ नि त यो दाइ व्हाट्सअप आइज न ए होइन रहेछ हाम्रो यहीँ हो अब तपाईँहरू यही हो यहीँ हो एक्सपिरियन्स कस्तो छ यहाँ अर्कै ठाउँ गयो नि हुन्छ हुनु त होइन अलि खोजेर राम्रो बनाउने नि मान्छे रहेछ त अनि दौरो हेर्नु यहाँ कत्रो दौरो केटाहरूले यहाँ रहेछ हाम्रो सेकेन्ड टाइम हो यस्तो छ भ्यू फाइनली हामी डेस्टिनेसन आइसकेको छौँ
पुरै यहाँ राख्नुपर्ने हुन्छ रहेछ नि त त्यहाँ दुई ठाउँमा खाल्टो तर यहाँ त्यहाँ दुई ठाउँमा बाँस टेन्ट चाहिँ यहाँ ठिक हुन्छ है केटा टेन्ट चाहिँ यहाँ बवाल हुन्छ टेन्ट होइन टेन्ट यहाँ ठिक हुन्छ बरु माथि चाहिँ रमाइलो गरौँ आगो बालौँला होइन होइन तर आगो त छेउछाउै बाल्नुपर्छ हो नत्र त माथि ठिक छ नि भाइ खाल्टो छ त खाल्टोमा कता ठिक होला हावा जाँदैन कि महेन्द्र खाल्टोमा बुझ्नु आगो यतातिर आगो बाल्दिउँ होइन यहाँनिर आगो बाल्दिउँ यतिमा टेन्ट हाल्दिउँ अनि यहीँ बसौँ आगो नभए यहाँ र यहाँ दुई बालौँला केही छैन यहाँ सुक्ख लठीहरू छ त मुजी त्यही त्यही त मैले भने के कहिले भनेर मैले भने एउटै हो कि राजन बस्ने ठाउँमा नलिउँ त अलि यता दुईटा बलियो हाल्ने यहाँ बवाल छ है गाइस यसरी ढुङ्गा ठुल्ठुलो त्यो फुलहरू त छ भने अनि बवाल हुन्छ छेक्दिने बिचमा चाहिँ आगो बाल्ने आगो चाहिँ त्यहाँ बालौँ कि खाल्टोमा त्यहाँ चाहिँ फेरि कसरी बस्ने कहाँ आगो बाल्ने भने तैँले त्यहाँ बालौँ सुन ए भाइ अदान बनाउने हो कि उडान त्यहाँनिर मिल्छ के त्यहाँ भनेको मैले हावाले हान्दैन कि उडाउँदैन आगो पानी पर्नुको लागि नै भन्दा चाहिँ अनि पानी पर्ने मलाई बाहिर बाल्ने हो त पानी पालेको छोड्नु पाल्दा त टेन्ट पाल्छ के हाल्नु हुँदैन हेर यता सुन म यसले यही भने एकछिन होइन के राति के कन्डिसन हुन्छ त्यही अनुसार खाना पकाउँ खाना चाहिँ त्यहाँ आगो पकाएको हामीसँग लाइटर छँदैछ होइन आगो भनेको पकाउँदाखेरि त्यतातिर बालौँला नभए केही गरी पानी परिहाल्यो भने भित्रै भए पनि बालौँला भित्रै बाल्दा केही फरक पर्दैन सुन त्यता बनायो भने चाहिँ सुन होइन यता यस्तो साइड हुन्छ होइन यो साइड र यो साइड ब्लक गर्नुपर्छ अनि यो साइड खुला गर्नुपर्छ किनकि जुन साइड अलिक तातो आउँछ नि त मलाई अब यो साइड त्यहाँ बनायो भने धेरै खम्बानी दुईटा खम्बा चाहियो अनि यस्तो गरेर बाँध्यो भने त्यस्तो भन्नु सजिलो हुन्छ कि खम्बानी पालित्रो छ नि त पालित्रो छ नि त भाइ पुग्छ तैँले कस्तो भनेको फेरि भन्दै एकचोटि यस्तो दुईटा भने मैले हिजोकै भने एकछिन दुख्छ यसले देखाएको एकचोटि यसले यस्तो क्रस अब जस्तै म एउटा खम्बा भए त्यो एउटा खम्बा भए नमस्तेवाला बनाउने होइन यसरी बनाउने नमस्तेवाला होइन यस्तो भएन फुटबलको पोस्टै चाहिँ बनाउने फ्ल्याट अनि यस्तो क्या त्यहाँमाथिबाट यस्तो क्या अनि सबै आगो तलाएर तर पानी नपर्नु पनि सक्छ नि त राम्रै हुन्छ यो त्यसै मौसमहरू त पर्दैन जस्तो है यस्तो भयो तर हो यार उतादेखि कालो बादल रिसाइले हुन्छ नि के उपेर गएन यस्तो गरेर समाज जाँदा माथि त्यो एकैपट्टि किस्न एकैपट्टि किस्न भुइँमा हो त्यहाँ हो किस्न यस्तो हो क्या हो ल यसरी राखिदिनु त्यहाँ पनि त्यहाँ ढुङ्गाले खिचिने भने जस्तै त्यहाँ ढुङ्गाले लट्ठी हान्दिने हेर मैले भनेको के भन् हामीलाई होइन यो पाल भनेको सामान र मेन गरी मान्छेलाई होइन मेन गरी मान्छेलाई होइन पानी पर्यो भने मात्र यो प्रयोग हुने हो क्या धेरै यसलाई नगरौँ सुन कस्तो धेरै पानीलाई आउने चान्स धेरै छ कि टेन्ट बनाइराख्यो भने हामीलाई आनन्द हो कि मैले हेर्दा सन्नी डे थियो आज होइन क्या यस्तो हो क्या राख्न त्यो छैन किस्न ढुङ्गाले मात्र छड्के पानी रोक्छ कि भनेर हो क्या तैँले छड्के सुन छड्के हाम्रो रोकिन्छ क्या यहाँ हेर होइन कहिले म मैले बुझेको सबैजनाको कुरा सुनौँ न त्यहाँ बस होइन तिमीहरू मन त धेरै ठुलो होला पालै यत्रो रहेछ होइन सानो छ कि यस्तो सानै रहेछ म त ठुलो त्यस्तो लाग्यो सुन अनि नत्र त नमस्ते बनाउँदा हुन्छ यत्रो सुन ओए भन् सुन मिलेर तार आनन्दले एकैजनाको कुरा सुन मजाले पुरा पैसा अनुसार औकात अनुसार हुन्छ राजन त भिडियो गर्दै गर खाना नआइज है बाबा रहेको छ है जङ्गल या हेभीको यस्तो छ यताको जङ्गल ठाउँ चाहिँ बबालै छ है केटा हो यार के भने के रे सुन टेन्ट चाहिँ यहाँ राखिदिउँ पिसफुल ठाउँ छ है तपाईँहरू पनि क्याम्पिङ आउन सक्नुहुन्छ यस्तो छ पुरै
हरियाली पुरै हरियाली देखिरहेको छ भने अब तपाईँहरूले देख्न सक्नुहुन्छ। माथि चाहिँ भाइहरू पुरै फुटबल क्या तिमीहरू नि ए म त भर्खर आएर थाहा छैन कि पिसफुल छ या फुटबल भाइहरू मजाले फुटबल खेलिरहेको छ है। भिडियोको बवाल छ पिसफुल छ है ठाउँहरू चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ। यस्तो हरियाली छ पुरै वनपाखा क्याम्पिङ हाम्रो चाहिँ खासै टेन्ट सकेर चाहिँ केटाहरू सबजना आएको होइन क्याम्पिङको लागि पनि नाइस प्लेस है। केटाहरू त्यहाँ काम गर्दै रहेछन् स्याउली बजारमा। Here we go. अब मनी बोक्नु पर्ने हुन्छ यो इन्डिङमा के ल वाइ वाइ होला के भन्दा त्यसरी भन्दा यसरी इजी होला कसरी माथिबाट ए मान्छ ड्यामा मलाई चाहिँ नाम अटाउनु पर्छ। धार त खतरा लगाइदिएछ कि यसो ल त्यो लग्दै गर म यो लग्छु ल के छैन कडा के स्याउला अझै चाहिन्छ अब बस्नलाई त्यो बार्नलाई भयो सुरुमा पहिला बना न दौरा लिन जाँदैछौँ हामी दौरा कहाँ हेर्ने रहेछ हेरौँ त त्यो सम्झना बेटा यहाँ राख्नु यहाँ आमाले हाल्ने के सबै जम्मा गर ए दौरा जम्मा पार केटा हो म यतिकै जम्मा हुन्छ यहीँ रहेछ अनि यो त यता ओ यहाँ हेर दौरा यो बल छोडेर गर्ने राजनले काम गर्छ ऊ यहाँ रहेछ यहाँ हेर्न दौरा यहाँ राख यहाँ या पुरै हामीले चाहिँ दौरा कलेक्ट गरिसकेको छौँ है। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यता महेन्द्र बाबुले चाहिँ पुरै काम जारी रहेको छ होइन उसको। यहाँ म चाहिँ फेरि मैले जति काम त कसले गर्ने यहाँ होइन गर्यो सब मैले मिला हो हल्ला नगर यसको त केही काम पनि छैन कि यसको कहिले दौरा भयो तर ह्यान्डसम चाहिँ देख्न खोज्यो तर उल्टो भएको हो ल छिटो मिला भाइ ल बोक ल बोक कतिको हेरौँ तेरो बोकाइ तैँले बोक्न सक्दैन भनेको ए त्यति दौरा नि बोकेन छ नि त भाइ त के गाउँले हो लु बोक त ए तर बोक्न चाहिँ आउँदैन रहेछ छक्का भन्दा गोर रहेछ यो त माछा हिँड यो बोक्न छ नि म बोक्छु नि भाइ के गर्नु होला भाइ त्यो तैँले के गरिस् भने फेरि कुटा खान्छ बोकिहाल्छु त्यो अघि नै बताइसक्यो भाइ त्यसरी बोक्नुपर्छ दौरा यता अगाडि छ एउटा पाँडेले बोक्दैछ दौरा पाँडेले ओइ गुकी चाहिँ क्या ओइ वरिपरि हेर है केटा यो त पासो पो रहेछ दौरा एक नछोड्ने बोक ल त्यो अलिक पछाडि हिँड्नु आइज ल कहाँदेखि चढ्ने है कहाँदेखि चढ्ने कति भन्छ छिराज अझैमा त्यहाँको दौरा बाँकी छ अहिले ल्याउँला क्या फसियो लग्न एकैचोटि सब खाना खोजेपछि कहाँ हुन्छ कहाँदेखि जाने यहाँ पहाड चढ्ने उकालो चढ्ने ए मा के हो आइज है बाहुन मलाई मेरो कम्पिटिसनमा आउँदैन रहेछ यो खोइ छिटो आइज ल आइज न अहिले लिन आउलास् न हिँड्न मेरो भाइ छिटो आइज न भाइ मेरो भाइ त्यसले
यहाँ रहेछ यो नि टिप म त फेरि काम गराउनु त माहिरहने भाइ तेरो दाइ काम गराउनेमा फर्स्ट क्लास हो तेरो दाइ आइदैन भाइ कसले चिन्दैन भाइ मलाई देश विदेशमा मलाई मेरो प्रचार छ सोधे हुन्छ भाइ हो अनि कहाँ तँ जस्तो हो तेरो अनुहार देख्यो भने चाहिँ त्यो पट्टिने नि भएको छ जस्तो लाग्छ मलाई साँच्चीकै हो कि छिराइज भाइ छिराइज यति चाहिँ हुनु पऱ्यो ल हेर दाउरा ल यतिको यति चाहिँ यहाँ राख है बाहुन केटाहरूले के बनाउँदैछ पालको व्यवस्था गर्छ केटाहरूले अहिले हल्ला न चेन्ज छैन ओइ के हो बबाले बनाउनु लागेछ त केटा आगो बाल्ने कार्यक्रम यतिकै राख्न भवाल हाम्रो टेन्ट चाहिँ यस्तो बनेको छ अर्को मास्टर भ्यू चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले फेरि मास्टर हो नि अहिले पो खतरा देख्यो है यो हो नि त क्याम्पिङको मजा त उता पुरै पखायो जङ्गलै जङ्गल यता पुरै भवाल छ पर डाँडा देख्न सक्नुहुन्छ तपाईँहरूले यता यस्तो रहेको छ यहाँ भवाल योहरू नि भवाल देख्न सक्नुहुन्छ यस्तो छ तपाईँहरू नै आउनु सक्नुहुन्छ है पहिले यस्तो रुखमा घर बनाएर बस्थ्यो हो त्यो त अझै देख्यो तेरो अब यसको पालो छ पशुपति जानै पर्दैन क्या पशुपति के अरे बौद्ध स्वयम्भू जानै नपर्ने भयो झर्नालाई गाह्रो भयो यसलाई ल तिमीहरू एउटा च्यालेन्ज खेल्न त शक्ति चाहिँ रहेछ है बाहुनको ओर्ली यहाँ घाउ भयो जस्तो छ यार मेरो
अहिले 5:45 भइसकेछ। अब राति हुँदैछ है। जोल मात्र हाल्नु नगर आधा आधा त्यो फेरि कुर्मिया नै हो त। काठमाडौँ भ्याली देख्न सक्छौँ। यहाँ हाम्रो साथी छ, यहाँ अर्को सुतिराख। कोही एक्लै नबस् कि यता आइज भने मान त मेरो भाइ। यस्तो रहेको छ है हाम्रो आजको क्याम्पिङ। यस्तो हुँदैछ। कुकुरले धरि साथ दिइरहेको छ। या आम्मा तैँले खाना पाइसकेस् तैँले? ल ल बुझियो। ककटेल बनाउँदैन क्या अहिले कममा सबजना मासु हड्डीबरु तेललाई दे केटा हड्डी चाहिँ नफाल। मलाई एउटा यहाँ ले न है खाने। म भिडियो बनाउँदैछु। उतापट्टि पठाए अरू भन्दा नि ल भाइ के रे? ओ यहाँ छ है डिउको लागि यहाँ छ है ओइ बत्ती बाल्न केटा हो। टर्च बाल्न अर्को एउटा जुठो छ नि एउटा उ त्यो परको भाग तान्छ। तँलाई भा हो डिउ भइसक्यो मलाई। यो बिर्को लागि त सौला भएन अहिले फेरि हान्न लाने कुरा हो त्यो मलाई लिएन। ल हैन लिन एक एक वटा ए डिउ पुगेन गराए त्यहाँ छ त उ त्यहाँ तान्ने एउटा त्यो मेरो एउटा हो क्या ए पुगेन एउटा पुगेन हालमा ढुङ्गा हाने कसम टक्क गरेको छैन चाहिँ ओइ कुर्छ त्यो मजाले हेरे त्यो कुकुर तर्स्यो के सातो मासु कुकुरै तर्से जस्तो लाग्यो बस 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 के हुन्छ के रवली यता नजिक आइछ नि यार टाढा नजाने म पहिले त धेरै सोध्छु कि जोगाइ के अलि थोर दुन कारीले मार्यो नि कस्तुरी एकचोटीले जरायो निष्ठुरी हावा सरर लमजुङ्गे मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी 16 वर्ष उमेरैमा मै पनि बिल्के हुँदो अहिले पो बुढो भएछ चौतारीमा पिपल झ्याम्मै झ्याम्मै कान्छीसँग माया लाउँछु झ्याम्मै झ्याम्मै कुरिरहँदो राम्रो फाइबर हो तर हुने झुलको ड्राइभर के छ सुर हे के छ सुर तिमीलाई भाकुला मन मिल्ने मायालाई मन कामना मुटुमै राखौँला दर्शन नमस्ते सबैलाई दुःख भनी यस्तै रहेछ को आफ्नो विदेशमा को फराई ठुला सहर यहाँ बेग्लै सोच आइपुगे म पनि के गर्नलाई माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई बाँध्न पुगेछु सायद त्यो मुठुमा मेरो साथ लेखिएको छैन दुरो मेरो प्रेम के भयो ढुक ढुक गरेर हाम्रो क्याम्पिङ पनि सक्सेस भएको छ।
त्यसै गरी राति यसो हल्का फुल्का डराए केटाहरू पनि डर लाग्दै थियो। यो कुकुरले पनि धेरै साथ दिएको छ हामीलाई। यस्तो रहेको छ यसो वरिपरि गाउँ हेबीको केटाहरू चाहिँ यहाँ रहेको छ भने पुरै भ्याली देखिन्छ यहाँदेखि। साइकलमा झर्न भने उकालो हान्न चाहिँ ओह्रालो आउन त रमाइलो। उकालो आउन त कहाँ अब मिक्सिङ होइन मुजी छेरा पटेर रमाइन्छ। गरिदिनु त अब किन पर्ने हो हिँड्न चाँडो माइक्रोमा गएर बस्लास्। मेरो कुकुरले घर फर्कने क्रममा